हेलो गाइज, हामी चाहिँ अब तिलिचोको यात्रातिर अहिले मनाङगे चौतारामा गाडीमा चढिसकेका छौँ। हामी देख्न सक्नुहुन्छ मेरो साथीभाइहरू, छोरा पनि छ साइडमा र हामी चाहिँ यति बेला चाहिँ पुगेका छौँ। यो हो सजीको ग्राउन्ड नजिकै हामी सब पुगिसकेका छौँ। अब यहाँबाट पार गर्दै 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 यसरी हामी खुदै बुलबुलेको चाहिँ यो सुरुङ मार्गमा प्रवेश गरिसकेका छौँ। तपाईँले देख्न सक्नुहुन्छ सुरुङ मार्ग हुँदै हामी यसरी जाँदैछौँ है। हामी गाडीमा चाहिँ सरसल्लाह पनि गर्दैछौँ है, कुराकानी गर्दै जाँदैछौँ र तपाईँहरूलाई चाहिँ मैले यति बेला चाहिँ यो सुरुङ मार्ग मात्र देखाइरहेको छु। यो चाहिँ सम्भवतः चाहिँ नेपालकै पहिलो सुरुङ मार्ग हो। त्यति लामो चाहिँ छैन, तर पनि यो 4 सेन्टिमिटरको छ। यति तपाईँले देख्न सक्नुहुन्छ यो सुरुङ मार्ग। फाइनली सुरुङ मार्गबाट हामी बाहिर पनि निस्किने बेला भयो। सुरुङ मार्गबाट हामी निस्क्यौँ बाहिर। अब चाहिँ हामी यो खुदी बजार अनि भुलभुले सबै पार गरेर यति बेला हामी गाँधी बजारमा आइपुगिसकेका छौँ। यो चाहिँ गाँधी बजार ड्याम साइड देख्न सक्नुहुन्छ। यो चाहिँ ड्याम साइड हो। यो ड्याम साइड पार गरेर जानुपर्छ हामी चाहिँ है। यो ड्याम साइड पनि अलिकति अफ रोड नै छ। पिच रोड भनेको चाहिँ खुदीसम्म मात्रै हो। यहाँबाट चाहिँ पुरै अफ रोड छ। यसरी अफ रोड हुँदै हामी जानुपर्छ र सँगसँगै यति बेला हामी चाहिँ यहाँ बोङ झरनामा पुगिसकेका छौँ। यो चाहिँ मर्साङदी गाउँपालिका 4 च्याम्चेमा पर्छ बोङ झरना। यो झरना देख्न सक्नुहुन्छ तपाईँहरूले। र बोङ झरना पार गर्दै बिचमा अक्टोपस झरना पनि छ। पानी नभएको कारणले मैले चाहिँ तपाईँहरूलाई नदेखाएको त्यो चाहिँ अब असार लागेपछि मात्रै त्यसमा पानी आउँछ है। र यति बेला चाहिँ हामी मनाङतर्फको यात्रामा हिँडिसकेका छौँ। लमजुङलाई चाहिँ पछाडि छोडेर अघि बढिसकेका छौँ। हामी मर्साङदी गाउँपालिका च्याम्चे छोडेर अघि देख्न सक्नुहुन्छ बाटोहरू पनि दायाँ बायाँ चाहिँ पुरै पर्खाल जस्तो छ र बिचमा सानो सानो रोडहरू छ। हामी यसरी हुँदै जाँदैछौँ। साइडमा तपाईँहरूले देख्न सक्नुहुन्छ भिड हेर्नु त कति डरलाग्दो भिड छ। नामहरू चाहिँ मलाई थाहा छैन फेरि यो बाटोको है, किन भन्दा मैले अब कसैलाई सोधौँ भन्ने पनि कसले सोध्ने मान्छे नै पाइएन। ठाउँको नामहरू चाहिँ मलाई थाहा छैन। मैले यतिकै भिडियोहरू चाहिँ तपाईँलाई यो मनोरम दृश्यहरू मात्रै देखाइराखेको छु है। अनि हामीले चाहिँ के गर्यौँ भन्दा हामी बाटोमा प्लानिङ गर्दै जाँदै थियौँ, कता के कसरी बस्ने कहाँ जाने। पहिलो दिन होइन, डाइरेक्ट बेस क्याम्प पनि हामी जान सकिँदैन। साह्रै माथि गएर पनि बस्दाखेरि हामीलाई अब स्वास्थ्यमा अलिक समस्या आउन सक्छ भनेर चाहिँ हामीले परमनाङतिर अथवा तल्लो मनाङ जहाँ भए पनि बस्ने भन्दै छलफल गर्दै जाँदै थियौँ। तर फाइनली हामीले चाहिँ अप्पर मनाङमा गएर बस्ने चाहिँ निर्णय गरेँ। अप्पर मनाङमा यति होटलमा हाम्रो विनोद दाईकोमा बस्ने प्लानिङ गरेँ। दाईले पनि पहिल्यैबाट बोलाइराख्नु भएको थियो, जान पाइरहेको थिएन। अनि दाई पनि खुसी हुनुहुन्छ, ह्याप्पी हुन्छ भनेर हामी चाहिँ बिस्तारै माथि अप्पर मनाङ यति होटल जाने विचार गऱ्यौँ। र यसरी हेर्न सक्नुहुन्छ बाटोघाटोहरू रमाइलो दृश्यहरू तपाईँहरूलाई म देखाउँदै जान्छु। बाटोहरू देख्न सक्नुहुन्छ, डाँडा काँडा। हाम्रो लमजुङको रोड भन्दा पनि बाटोहरू तपाईँले देख्न सक्नुभयो। त्यो भन्दा पनि मनाङको बाटोहरू चाहिँ कस्तो छ भने चाहिँ लमजुङको बाटो चाहिँ पिच भए पनि मनाङको बाटो पिच नभए पनि अलिकति मनाङको बाटो चाहिँ राम्रो रहेछ भनौँ न है, सफा। अनि साइडमा घरहरू, बिचमा बाटो साह्रै साँगुरो पनि छैन, साह्रै फराकिलो पनि छैन, ठिक्कको छ। 2टा गाडी सानसानो जिपहरू ठ्याक्क जान सकिने खालको। र विभिन्न गाउँहरू देखिरहनु भएको छ तपाईँले यो भिडियोमा है। तर गाउँ चाहिँ तपाईँले हेरेर अब तपाईँहरू जानुभएको छ भने तपाईँले चिन्न सक्नुहुन्छ। तर मलाई चाहिँ यो गाउँको ठाउँको नाम चाहिँ मलाई थाहा छैन है। तपाईँहरू आफैले नै अब जानुभएको छ भने चिन्नुहुन्छ। अब तपाईँले गएको छैन भने पनि तपाईँहरूले पछि जानुभयो भने चिन्नुहुन्छ ठाउँहरू चाहिँ। मलाई चाहिँ खासै थाहा भएन त्यति बेला चाहिँ। अब सोध्न त सोधिएको थियो गाउँ ठाउँको नामहरू, तर यति बेला मैले यो भिडियो तयार गरिन्जेलसम्म चाहिँ मैले ठाउँको नामहरू चाहिँ बिर्सिएँ। मैले टिपोट गर्न पनि बिर्सिएको रहेछु। र यति बेला चाहिँ यहाँ हामी यो हेर्न सक्नुहुन्छ बाटो निर्माण भइरहेको छ। यो बाटोमा चाहिँ हामी लगभग आधा घन्टा जति चाहिँ हामी जाममा परियो है। यहाँ चाहिँ ठुलो चाहिँ छारा छ। त्यो छारा चाहिँ अहिले चाहिँ अलिक सानै छ भनौँ, ठिकै छ। अब अलि ठुलो हुन्छ त्यो छाराले चाहिँ हरेक पटक चाहिँ यो मनाङको बाटोको त्यो पुल चाहिँ भत्काउने गर्छ, बगाइदिने गर्छ। र यति बेला पनि निर्माण भइरहेको रहेछ। त्यो निर्माण सकेर हामी चाहिँ लाग्यौँ फेरि माथितिर आफ्नै गन्तव्यतिर। देख्न सक्नुहुन्छ घरहरू सानो सानो तर कति राम्रो घरहरू तपाईँले देख्न सक्नुहुन्छ। सँगसँगै डाँडा काँडा पनि हेर्नुहोस् है तपाईँले, कति राम्रो छ डाँडा काँडाहरू, दृश्यहरू तपाईँले देख्न सक्नुहुन्छ। बाटोहरू पनि त्यस्तै राम्रो छ, घना जङ्गलको बेसमा देख्न सक्नुहुन्छ। तर हामी जति माथि जान्छौँ त्यति नै यस्तो जङ्गलहरू चाहिँ हामीले देख्न पाइँदैन है। माथि जाँदाखेरि चाहिँ खुल्ला पुरै मरुभूमि जस्तै देखिन्छ है हामीले। र फाइनली हामी चाहिँ फुपूको घरमा पुग्यो। हेर्न सक्नुहुन्छ फुपू मक्खा परि राख्नु भयो फुपू, हेर्नुहोस् त। अनि त्यसपछि हामी फुपूको घरमा चाहिँ खानालाई झरेको। फुपूको घरमा खाना खाएर चाहिँ हामी माथि जान्छौँ अप्पर मनाङ। यो चाहिँ कोदो हो तल्लो मनाङ। र मैले चाहिँ तपाईँलाई देखाउँदैछु फुपूको किचन है। यो चाहिँ हेर्न सक्नुहुन्छ फुपूको किचन कति राम्रो छ। मनाङतिरको किचन सबै कुरा हेर्नु त, डेकोरेसन कस्तो छ। अनि आगो फुक्ने ठाउँ हेर्न सक्नुहुन्छ कस्तो छ। ल हेर्नुहोस् है फुपूले सजाउनु भएको भान्सा फुपूको किचन। अनि यो चाहिँ मामाले बनाउनु भएको है। हेर्न सक्नुहुन्छ कति राम्रो बनाएको छ। मामाले आफैले बनाउनु भएको यो।
र यसरी हामी खाना खाएर पनि हामी हिँड्यौँ फुपूको घरबाट र मैले चाहिँ खाना खाएको भिडियो चाहिँ बनाएन किन भन्दा भोक लागेको कारणले चाहिँ कहिले खाना खाउँ कहिले खाना खाउँ भएको थियो र यसरी हामी गयौँ हेर्न सक्नुहुन्छ बाटोहरू र यो चाहिँ कहाँ आइपुग्यो भनेर चाहिँ हेर्न सक्नुहुन्छ ल कसले पढ्नु भयो थियो मैले चाहिँ पढ्न भ्याइएन है त्यति बेला चाहिँ मैले पढेको थियो तर मैले बिर्सेँ हेर्न सक्नुहुन्छ बाटोहरू ल अब चाहिँ हामी बिस्तारै मनाङ भ्याली बनाउने ठाउँ जुन चाहिँ हामीले हाम्रो बजारमा सर्वत्र पाइन्छ मनाङ भ्याली वाइन हामी चाहिँ यहाँ पुगिसकेका छौँ हेर्न सक्नुहुन्छ साइडमा कतितिर स्याउबारी छ र त्यो माथि देख्नु भएको छ सेतो घर यो चाहिँ मनाङ भ्याली उत्पादन गर्ने ठाउँ हो अनि हेर्नुहोस् है पहाड मुनि यो भिर मुनि चाहिँ बाटो हेर्न सक्नुहुन्छ यी बाटोको कारणले गर्दाखेरि चाहिँ मनाङतिर जान मन लाग्थेन कसैले अरूले चाहिँ यो भिडियो बनाएको हाल्दाखेरि चाहिँ देख्दाखेरि कसैको मोबाइल फेसबुकतिर नेटतिर यो भिडियो देख्दा तर आज फाइनल्ली गइयो अनि देख्नु सक्नुहुन्छ मनाङको स्वर्गद्वारी भनिन्छ त्यो माथिको डाँडालाई चाहिँ स्वर्गद्वारी भनिन्छ भने चाहिँ मैले थाहा पाएको छु टाढाबाट खिचिएको हुनाले चाहिँ खासै नजिकबाट खिचेको भए राम्रो देखिन्थ्यो होला टाढाबाट खिचिएको खासै अब नजिक ल्याउन सकिएन है देख्न सक्नुहुन्छ ल यहाँबाट चाहिँ अलिकति नजिक देखिएको छ थोरै मनाङको स्वर्गद्वारी भनिन्छ यसलाई चाहिँ हेर्न सक्नुहुन्छ भनिन्छ त्यो डाँडामा चाहिँ अब मान्छेको दृश्यहरू आकारहरू पनि देखिन्छ अरे घोडामा चढेको खाना बनाउँदै गरेको तर खै हामीले चाहिँ देख्न सकिएन र हामी चाहिँ यता अहिले गाडी रोकेर यता चाहिँ हामी ग्रिन लेक जाँदैछौँ ग्रिन लेक यहाँ चाहिँ एकदम राम्रो ग्रिन लेक हामीले हेर्न सकिन्छ ग्रिन लेक जाँदैछौँ ल देख्न सक्नुहुन्छ फाइनली ग्रिन लेक यो चाहिँ ठ्याक्कै ग्रिन लेक नाम जस्तो लेक पनि त्यस्तै छ हेर्नुहोस् है ग्रिन पुरै हरियो छ है हेर्नु है अनि त्यसपछि हामीले यहाँ फोटो पनि खिच्यौँ भिडियो पनि खिच्यौँ अनि यसरी हेर्नुहोस् न डाँडा कस्तो छ यहाँ चाहिँ सानो होटल पनि बनाउँदै रहेछ सञ्चालन पनि गरेको रहेछ बिस्तारै पुरै चाहिँ सम्पन्न नभएको रहेछ तपाईँहरूले देख्न सक्नुहुन्छ पछि चाहिँ हामी जाँदाखेरि देख्न सक्नुहुन्छ बस्न सक्नुहुन्छ त्यो होटलमा पछिसम्म चाहिँ पक्कै पनि त्यो सम्पन्न हुन्छ होला र त्यहाँबाट हामी हिँड्यौँ यसरी अब चाहिँ हामी ब्लू लेक पुग्ने बेला हुन लाग्यो बिस्तारै हामी ब्लू लेकमा पुग्छौँ ब्लू लेक पनि म तपाईँहरूलाई देखाउँछु है त ब्लू लेक पनि र यसरी जाँदै 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 बाटोहरू हेर्नुहोस् अब बिस्तारै बिस्तारै ठुलो ठुलो रुखहरू चाहिँ हाम्रो लमजुङमा जस्तो ठुल्ठुलो रुखहरू चाहिँ देखिँदैन यहाँ चाहिँ अब सानो सानो यस्तोहरू मात्रै बिरुवाहरू हेर्न बिरुवा चाहिँ देख्न सकिन्छ यहाँ चाहिँ कस्तो रहेछ नि स्याउको बोट पनि एकदम सानो के स्याउको बोट पनि सानो हुने त्यस कारणले गर्दा सबै कुरा सानो 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 डाँडा काँडा चाहिँ एकदम राम्रो अब जति माथि गयो हामी जति हामी हाई लेभलमा पुगिन्छ त्यति नै अक्सिजनको कमी हामीलाई हुँदै जान्छ देख्न सक्नुहुन्छ हरियो नै नभएपछि हामीले कसरी देख्न पाइन्छ त कसरी पाउन सकिन्छ त हरियो केही नभएपछि अक्सिजनको कमी पक्कै पनि हुने नै भयो र यति बेला हामी पुगिसकेका छौँ ब्लू लेक यो ब्लू लेक चाहिँ मानव निर्मित हो है फेरि नचुकिनु होला यो चाहिँ मानिसले आफैले बनाएको साइडमा चाहिँ स्याउबारी छ देख्न सक्नुहुन्छ उतापट्टि साइडमा स्याउबारी छ स्याउबारीमा पानी लानको लागि चाहिँ पानी हाल्नको लागि मान्छेले आफैले बनाएको यो ब्लू लेक चाहिँ र फाइनल्ली हामी माथिल्लो मनाङ पुगियो माथिल्लो मनाङको यति होटेल हेर्न सक्नुहुन्छ है हामी यसरी मनी पनि राख्नु भएको रहेछ यति होटेलमा मनीलाई घुमाउँदै हामी पुग्यौँ यति होटेल ल अब केटाकेटी सबैजना भित्र छिर्दैछ साथीभाइहरू अब म पनि बिस्तारै भित्र जाँदैछु म देखाउँछु तपाईँलाई यतिको चित्र अनि माथि यति होटेल भनेर लेखेको छ अनि हेर्न सक्नुहुन्छ यो चाहिँ छोरा हो है रियो गुरुङ यो यति होटेलमा बाहिर बस्ने ठाउँ र भित्र जाँदै हामी माथि रुममा जान लाग्यो यति बेला चाहिँ यो चाहिँ हेमाको आमा छोरा रियो र हेमा घोडा अगाडि जाँदैछ भ्र्याङ चढ्दैछ ल हेर्नुहोस् घर पनि कति राम्रो छ ल हेर्नुहोस् है अब यति होटेलको छतबाट देखिने दृश्य है यो चाहिँ ल दायाँ बायाँ तपाईँले हेर्न सक्नुहुन्छ यति राम्रो छ यो यति होटेल यति होटेलको भित्रपट्टि कस्तो छ देखाउँछु म तपाईँहरूलाई ल यो चाहिँ यति होटेलको डाइनिङ हल देख्न सक्नुहुन्छ ल गाइज फाइनल्ली बाटोको भिडियो चाहिँ मैले खिच्न भ्याइएन किन भन्दाखेरि हिँड्न एकदम गाह्रो थियो त्यस कारणले गर्दाखेरि ल फाइनली यो चाहिँ हामी बेस क्याम्प जाँदैको बाटोको हो यो थोरै मात्रै खिचेको छु र सँगसँगै फाइनली यहाँ बेस क्याम्प पुगिसकेको छ हेर्नु न साथीले हात खुट्टाको मैला देखाउँदैछ फोहोर अनि यहाँ भाइ हेर्नुहोस् धुलो मैला नि त माटोमा नसकेर जहाँ पाउँछ त्यहीँ बसेर त्यस्तो भएको हालत अनि यो चाहिँ बेस क्याम्प यो चाहिँ तिलिचो बेस क्याम्प है साथीहरू अनि हामी चाहिँ भोलि त्यहाँ माथि डाँडा हुँदै जानुपर्छ तिलिचो चाहिँ बिस्तारै बेस क्याम्पमा जाँदैछौँ होटेलतिर र होटेल चाहिँ हामीले पहिल्यै बुक गरिराखेको थिए र भोलिपल्ट बिहान चाहिँ हामी यसरी घोडा चढेर तिलिचो जाँदै हिँड्न नसकेर र हेर्न सक्नुहुन्छ अनि बिहानै तिलिचो जाँदा चाहिँ आज लक्की डे भन्ने कि अनलक्की डे भन्ने ठ्याक्कै हिउँ पर्न सुरु भयो हामी हिँड्न साथ हिउँले चाहिँ अलिक डिस्टर्ब नै गर्यो भनौँ दायाँ बायाँ हेर्न अलिक गाह्रो भयो हिउँ परेपछि हेर्नुहोस् है यो चाहिँ 22 घुम्ती तिलिचो जाँदाखेरि बाटोमा ठ्याक्कै 22 वटा घुम्ती छ भन्ने गरिन्छ है
तर मैले गणना चाहिँ गरिएन कति छ, अलिक गाह्रो भइरहेको थियो। मौसमले च्यालेन्ज दिइरहेको थियो, श्वास प्रश्वासमा नै अलि समस्या भइरहेको थियो। यसरी 22 कुम्ती हुँदै यो चाहिँ फाइनल्ली तिलिचो लेक हिउँ परेर पुरै जमेर राम्रोसँग निलो ताल हेर्ने इच्छा थियो, हेर्न पाइएन। त्यही पनि फाइनल्ली यहाँ पुगियो, त्यही नै ठुलो कुरा हो। यहाँ चाहिँ बुद्ध शिव राखिएको रहेछ। यहाँ चाहिँ तपाईँले देख्न सक्नुहुन्छ। यो चाहिँ सानो चिया खाने ठाउँ लगायत। भ्लग हेरिदिनु भएकोमा धन्यवाद। लाइक सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू, बाई बाई।